आज साथी हो आज चाहिँ मैले ला बनाउन गइरहेको छु जुन तिलहरी 9 बजी खुट्टामा हान्नको लागि ला बनाउन गइरहेको छु। ला बनाउनको लागि मैले आज चाहिँ यसरी इँटा राखेर इँटा ऐना बनाएर अनि टक्क उता मममा पम अडाउनु पऱ्यो। पम त त्यसै अरिन साथीहरू टक्क पम अडाएर लाइटर फेरि कतै बल्दैन। ओहो लाइटर पाऱ्यो यो चाहिँ ग्यास ठुलो भयो भने बोल्दैन है साथीहरू। ग्यास सानो बनाउनु पर्छ। टक्क ग्यास आगो आफूलाई मैले चाहिँ टक्कसँग ला सुरु गरेँ पकाउनलाई। टक्क ला पाकिरहेको यसलाई मजाले पकाउनु पर्छ है साथीहरूलाई चाहिँ छानिँदैन फेरि छान्नुपर्छ। एकचोटि छानेर टक्क बनाउनु पर्छ। यसलाई मजाले आगोमा पकाएर टक्क लेदो भइसक्यो पातलो लेदो भइसकेपछि पातलो हुन्छ। यसलाई सल्ल छान्ने है साथीहरू मजाले पानीमा छानिसके पछाडि यसलाई चाहिँ एकछिन सेलाउन दिनुपर्छ। मान्छे लङ भएको भएर देखाएन अनि टक्क पानीबाट निकालेर यसलाई चाहिँ मजाले निकाल्नुपर्छ है निचोर्नुपर्छ। पानी जति छ पराउने तरिकाले निचार्नुपर्छ। त्यहाँ पनि तातो हुन्छ भित्र हात पोल्न नि सक्छ। एकदम सुरक्षित भएर गर्नु होला। अनि फेरि लाइटर पारेर फेरि यसलाई फेरि पकाउनु पर्ने हुन्छ। यसलाई चाहिँ फेरि पकाउने यसलाई चाहिँ फेरि आगो बालेर फेरि पानीबाट निकालिसकेपछि फेरि पकाउने। फेरि टुक्रा ताकीहरू महँगाइको बेलामा होइन टुक्रा ताकीहरू खानु पनि भएन। फेरि टुक्रा ताकीहरू पनि हालिदिएँ मैले पानीबाट जुन छोडेको टुक्रा ताकीहरू पनि निकालेर हाल्दैछु। अनि आफूलाई चाहिने जति मात्रामा कुन कति किलो बनाउने त्यो अनुसारको तेल हाल्नु होला। तेल चाहिँ आफूले गर्नु होला। कति किलो चलाउनुहुन्छ साह्रो चलाउनुहुन्छ के गर्नुहुन्छ। अनि त्यसपछि मजाले यसलाई चाहिँ पकाउने टक्क जुन टक्का हराउँदैन तबसम्म यसलाई मजाले पकाउनु पर्छ है साथीहरू। फाइनल्ली हाम्रो ला चाहिँ रेडी भइसक्यो। मेरो हालत चाहिँ पसिनै पसिना